आखिर के कुराले हामीलाई हरेक दिन काम गर्न र अघि बढ्न लगाउँछ? यो एउटा ठूलो प्रश्न हो, हैन त? आज हामी यही प्रश्नको जवाब खोज्ने एउटा निकै नै चर्चित सिद्धान्त मास्लोको आवश्यकताको श्रृङ्खला बारेमा कुरा गर्दैछौँ। आउनुहोस् यसलाई अलि नजिकबाट हेरौँ। सोच्नुहोस् त, हामी हरेक बिहान उठ्छौँ, काममा जान्छौँ, साथीभाइ परिवारसँग समय बिताउँछौँ अनि भविष्यका सपनाहरू पनि देख्छौँ। तर यी सबै कुराको पछाडि कुन चाहिँ अदृश्य शक्तिले काम गरिरहेको होला? वास्तवमा हामीलाई केले उत्प्रेरित गर्छ त? यो प्रश्न मानव मनोविज्ञानको एकदमै मुटुमा रहेको छ। अब सन् 1943मा एकजना मनोवैज्ञानिक थिए, अब्राहम मास्लो। उहाँले एउटा यस्तो गजबको विचार ल्याउनुभयो जसले उत्प्रेरणालाई हेर्ने हाम्रो पुरै तरिका नै परिवर्तन गरिदियो। उहाँले के भन्नुभयो भने, हाम्रा आवश्यकताहरू मतलब हाम्रा चाहनाहरू एक किसिमको पिरामिड जस्तै तह तह मिलेर बसेका हुन्छन्। र रमाइलो कुरा के छ भने, जबसम्म हामी तल्लो तहको आवश्यकता पूरा गर्दैनौँ तबसम्म माथिल्लो तहको आवश्यकताले हामीलाई खासै छुँदैन। ल, आजको हाम्रो यात्रा यही पिरामिडभित्र हुनेछ। हामी यसको जग मतलब बाँच्न र सुरक्षाको आवश्यकताबाट सुरु गर्नेछौँ। त्यसपछि सम्बन्ध र सम्मानको तह हुँदै हामी सिधै आत्मबोधको शिखरसम्म पुग्नेछौँ। अनि अन्त्यमा हामी यो पनि हेर्नेछौँ कि यो सिद्धान्तमा कतिको दम छ र आजको दिनमा यो किन यति महत्त्वपूर्ण मानिन्छ। ल, सुरु गरौँ उत्प्रेरणाको पिरामिडबाट। मास्लोले मानव आवश्यकताहरूलाई बुझाउनको लागि एउटा पिरामिडको एकदमै शक्तिशाली उदाहरण प्रयोग गर्नुभयो। सोच्नुहोस्, यो पिरामिडको सबैभन्दा तल जगमा हाम्रो सबैभन्दा आधारभूत आवश्यकताहरू छन् अनि टुप्पोमा चाहिँ सबैभन्दा उच्च तहको आवश्यकता। यो पिरामिडमा जम्मा 5वटा तहहरू छन्। सबैभन्दा तल जगमा छ शारीरिक आवश्यकता, त्यसपछि आउँछ सुरक्षा अनि सामाजिक सम्बन्ध र सम्मान, र सबैभन्दा माथि शिखरमा छ आत्मबोध। ल, अब आउनुहोस् यी प्रत्येक तहलाई एक एक गरेर केलाउँ। जसरी कुनै पनि घरको जग बलियो हुनुपर्छ, ठिक त्यसैगरी मास्लोको यो पिरामिडको जगमा पनि ती आवश्यकताहरू छन् जुन हाम्रो जीवनको लागि नभई हुँदैन, मतलब हाम्रो अस्तित्वकै लागि अनिवार्य छन्। बाँच्न पाउनु र सुरक्षित रहन पाउनु। ल, यहाँ हेर्नुहोस् त, यो निकै रोचक छ। पिरामिडको पहिलो तह हो शारीरिक आवश्यकता। सामान्य जीवनमा यसको मतलब हो खाना, पानी, निद्रा, वासस्थान। तर जब हामी काम गर्ने ठाउँको कुरा गर्छौँ, यसको अर्थ हुन्छ उचित तलब र काम गर्नको लागि सहज वातावरण। अनि दोस्रो तह हो सुरक्षाको आवश्यकता। सामान्य जीवनमा यो भनेको व्यक्तिगत सुरक्षा, स्वास्थ्य बिमा वा अलिअलि बचत हुनु हो। तर काममा यसको अर्थ हुन्छ जागिर पक्का हुनु, भोलि के होला भनेर डराउनु नपर्नु, पेन्सनको व्यवस्था हुनु। खासमा मास्लोका अनुसार यी दुई तह पूरा नभएसम्म अरू माथिल्ला कुराले मानिसलाई खासै छुँदैन। ओके, अब जब हाम्रो जग मतलब शारीरिक र सुरक्षाको आवश्यकता पूरा हुन्छ, तब हामी पिरामिडको माथिल्लो तहतिर उक्लिन थाल्छौँ। अब यहाँबाट सुरु हुन्छ मनोवैज्ञानिक आवश्यकताहरूको खेल। यहाँ आएर हामी समुदायसँग जोडिन खोज्छौँ, आफ्नो आत्ममूल्यको खोजी गर्न थाल्छौँ। पिरामिडको तेस्रो तहमा छ सामाजिक आवश्यकता। सामान्य जीवनमा यो भनेको मित्रता, पारिवारिक सम्बन्ध र प्रेम हो। काम गर्ने ठाउँमा चाहिँ यो टिमवर्क र सहकर्मीसँगको राम्रो सम्बन्ध बन्न पुग्छ। अनि त्यसभन्दा माथि आउँछ सम्मानको आवश्यकता। यो फेरि दुई किसिमको हुन्छ। एउटा अरूले दिने सम्मान जस्तै पदोन्नति हुनु, कामको प्रशंसा पाउनु, अनि अर्को चाहिँ आफैले आफैलाई गर्ने सम्मान मतलब आत्मविश्वास। यी दुवै कुराले हाम्रो पहिचान बनाउन एकदमै ठूलो भूमिका खेल्छन्। ल, अब हामी आइपुग्यौँ पिरामिडको टुप्पोमा, यसको शिखरमा। यो त्यो ठाउँ हो जहाँ मानिस आफ्नो भित्र लुकेको हरेक क्षमताको पूर्ण उपयोग गर्न चाहन्छ। मतलब आफू जे बन्न सक्छु भन्ने लाग्छ त्यो सबै बन्न खोज्छ। आत्मबोध वा सेल्फ एक्चुअलाइजेसन भनेको वास्तवमा आफ्नो पूर्ण क्षमतामा पुग्नु हो। सामान्य जीवनमा यो के हुन सक्छ? हुन सक्छ कुनै सिपमा महारत हासिल गर्नु वा कुनै कला, सङ्गीत सृजना गर्नु। अनि काम गर्ने ठाउँमा त्यहाँ यसको अर्थ हुन्छ रचनात्मक र चुनौतीपूर्ण काम गर्न पाउनु, आफ्ना निर्णयहरू आफै लिन पाउनु र आफ्नो व्यक्तिगत विकासको लागि अवसर पाउनु। यो नै त्यो यात्राको अन्तिम गन्तव्य हो जहाँ मानिसले वास्तविक सन्तुष्टि र सृजनात्मकताको अनुभव गर्छ। मास्लोको यो पिरामिडको सिद्धान्त सुन्दा त एकदमै सरल र आकर्षक लाग्छ, होइन त? तर के वास्तविक जीवनमा पनि यो ठ्याक्कै यसरी नै लागू हुन्छ त? ल, अब अलिकति यसको आलोचनात्मक पक्षलाई पनि हेरौँ।
यो साँच्चीकै एउटा महत्त्वपूर्ण प्रश्न हो कि आवश्यकताको यो जुन तह-तहको कुरा हामीले गर्यौं, यो हरेक व्यक्ति, हरेक समाज र हरेक संस्कृतिमा ठ्याक्कै एउटै हुन्छ त? अनुसन्धानले यसमा केही निकै रोचक कुराहरू पत्ता लगाएको छ। खासमा यो सिद्धान्तका मुख्य 3वटा आलोचनाहरू छन्। पहिलो कुरा, यो क्रम सधैँ यस्तै कडा हुँदैन। सोच्नुस् त, कहिलेकाहीँ कलाकारहरू भोकै बसेर पनि आफ्नो कला साधना गरिरहेका हुन्छन्, होइन र? दोस्रो, यो सिद्धान्तमा अलि बढी पश्चिमी संस्कृतिको प्रभाव देखिन्छ, मतलब जहाँ व्यक्तिगत सफलतालाई धेरै महत्त्व दिइन्छ। तर पूर्वीय संस्कृतिहरूमा त सामाजिक सद्भावलाई बढी प्राथमिकता दिइन्छ। अनि तेस्रो कुरा, यो आत्मबोध जस्ता अवधारणाहरूलाई वैज्ञानिक रूपमा नाप्न चाहिँ साह्रै गाह्रो छ। कसरी नाप्ने, कसले कति आत्मबोध गर्यो भनेर? यति धेरै आलोचनाहरू हुँदाहुँदै पनि मास्लोको सिद्धान्त आज पनि म्यानेजमेन्ट र मनोविज्ञानको क्षेत्रमा किन यति धेरै प्रभावशाली छ त? के होला यसको सान्दर्भिकता? यसको सबैभन्दा ठूलो कारण हो यसको सरलता। यो एकदमै सरल छ। यसले म्यानेजरहरूलाई आफ्ना कर्मचारीहरूको विभिन्न आवश्यकताहरू के हुन् भनेर बुझ्न र उनीहरूलाई कसरी उत्प्रेरित गर्ने भन्ने बारे एउटा स्पष्ट र व्यावहारिक बाटो देखाइदिन्छ। यो सिद्धान्तले हामीलाई के सम्झाउँछ भने मानिसको लागि तलब मात्रै सबै कुरा होइन, सम्मान, राम्रो सम्बन्ध र व्यक्तिगत विकास पनि उत्तिकै, सायद त्योभन्दा पनि बढी महत्त्वपूर्ण छन्। र अन्तमा एउटा प्रश्नमा आएर टुङ्ग्याउँ। मास्लोके पिरामिडको शिखरमा रहेको त्यो आत्मबोधको अर्थ वास्तवमा हरेक व्यक्तिका लागि फरक हुन्छ। जस्तै एक कलाकारको लागि यो एउटा सुन्दर चित्र बनाउनु होला, एक शिक्षकको लागि विद्यार्थीलाई राम्रो ज्ञान दिनुहोला। अब प्रश्न यो छ कि हरेक व्यक्तिको लागि आफ्नो पूर्ण क्षमतामा पुग्नुको अर्थ के होला? यो साँच्चै नै एकपटक सोच्नुपर्ने कुरा हो।